हेलो एभ्रिवान, वेलकम टु माई च्यानल। आज म सिकाउन गइरहेको छु कि वाइफाईबाट कसरी कनेक्ट गर्ने, क्युआरबाट कसरी वाइफाई कनेक्ट गर्ने। त आफ्नो मोबाइल अन गर्ने। सबभन्दा पहिला मोबाइल अन गरिसकेपछि सेटिङमा जानु होला। सेटिङ यहाँ माथिबाट तल तान्दा नि आउँछ सेटिङ। यहाँ सेटिङमा क्लिक गर्नु होला। सेटिङमा क्लिक गरिसकेपछि यहाँ वाइफाई छ, यहाँ वाइफाईमा क्लिक गर्नु होला। यहाँ वाइफाईमा क्लिक गरिसकेपछि अब तपाईँले यहाँ देख्नुहुन्छ यदि कनेक्ट छ भने कनेक्टेड छ, कनेक्ट छैन भने यहाँ माथिमा हेर्नुहुन्छ। माथिमा एउटा यस्तो सर्कल भन्छु, रेक्ट्याङ्गल जस्तो घेरा छ होइन। त्यो रेक्ट्याङ्गलमा क्लिक गर्नुभयो भने तपाईँको यहाँ कनेक्ट स्क्यान क्युआर कोड भनेर आउँछ र तपाईँले जसको वाइफाई कनेक्ट गर्नुहुन्छ त्यसको क्युआरमा यसरी तपाईँले मोबाइल राख्नुभयो भने आफै स्क्यान हुन्छ। आफै स्क्यान भइसकेपछि तपाईँले त्यहाँ पासवर्ड दिन्छ या फिर अटोमेटिक कनेक्ट हुन्छ। आजकल अटोमेटिकली नै कनेक्ट भइरहेछ। सो तपाईँले अब यति गरिसकेपछि बस त्यहाँ कनेक्ट क्लिक गर्नुभयो भने कनेक्ट हुन्छ। र अर्को तपाईँले यदि आफ्नो वाइफाई अरू कसैलाई दिनु छ भने क्युआर दिनु छ भने, जस्तै मेरो यहाँ कनेक्ट छ लोकेन्द्र यादव भन्ने एउटा वाइफाई कनेक्ट छ यहाँको पनि। यो वाइफाई मलाई अरू कोही साथी आयो उसलाई दिनुपर्ने छ भने क्युआर दिनुपर्ने छ भने जस्ट यहाँ क्लिक गर्ने। यहाँ क्लिक गरिसकेपछि यहाँ क्युआर यसको यो क्युआर उहाँलाई स्क्यान गर्न दिँदा भयो। उहाँले स्क्यान गर्नुहुन्छ, यहाँ क्लिक गरेर स्क्यान गरेपछि अटोमेटिक कनेक्ट हुन्छ। हस्, धन्यवाद।